गर्दछु म यो क्षणमा अध्यक्ष एवं प्रमुख अतिथिज्यूलाई पनि म सयपत्री ट्रेडिङका प्रतिनिधिलाई पनि यो क्षणमा आमन्त्रण गर्दछु। म अध्यक्षज्यूलाई र प्रमुख अतिथिज्यूलाई अगाडि गइदिनुको निमित्त यो क्षणमा अनुरोध गर्दछु। म यो गेमाको भाइ सयपत्री ट्रेडिङको प्रतिनिधि सहित यहाँ आमन्त्रण गर्दछु अध्यक्ष प्रमुख अतिथिज्यूलाई र एक्सट्रिम झापा गोल्ड कप 7औं संस्करण को सर्वोत्कृष्ट खेलाडी आजको यो प्रतियोगिताको विजेता क्लब मच्छिन्द्र फुटबल क्लब जर्सी नम्बर 18 पेम्बा तामाङ र मच्छिन्द्र फुटबल क्लबलाई यमाको पाए सर्वोत्कृष्ट खेलाडी यो प्रतियोगिताको म अब यस पछाडि आजको विजेता क्लबलाई नगद राशि र ट्रफी वितरणको क्रमलाई म जोड्न लागिरहेको छु। यो क्षणमा हाम्रा पूर्व अध्यक्षहरू जेके गुरुङ, होम प्रसाद पाण्डे, महेन्द्र कुमार गिरीलाई स्टेजमा आमन्त्रण गर्दछु। यो स्वर्णिम क्षणमा, स्वर्णिम साँझमा, यो ऐतिहासिक क्षणमा हाम्रा पूर्व अध्यक्षहरूलाई साक्षी राखेर सम्मानसहित यो क्षणमा हामी यो प्रतियोगिताको विजेता क्लबलाई यो ट्रफी र नगद राशि वितरण गर्न लागिरहेका छौँ। म बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाज्यू, प्रमुख जिल्ला अधिकारी लाई म यो क्षणमा सरिक भइदिनको निमित्त आग्रह गर्दछु, अनुरोध गर्दछु। म भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाललाई पनि अग्रभागमा आमन्त्रण गर्दछु। यो क्षणमा यो बडो स्वर्णिम क्षण, ऐतिहासिक क्षण म झापा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेश प्रसाद लुइटेल, माननीय उमेश प्रसाद लुइटेललाई पनि सरिक भइदिन आग्रह गर्दछु। जिल्ला प्रहरी कार्यालय प्रमुख वसुन्धरा खड्कालाई पनि यो क्षणमा सरिक भइदिन आग्रह गर्दछु र आमन्त्रण गर्दछु। यो प्रतियोगिताको विजेता क्लब मच्छिन्द्र फुटबल क्लब सर्वाधिक राशिको पुरस्कार 15 लाख र ट्रफी ग्रहणका निमित्त आमन्त्रण गर्दछु टिम क्याप्टन, कोच र म्यानेजरलाई। विजेता बन्न सफल मच्छिन्द्र फुटबल क्लब फेरि पनि बधाई, फेरि पनि शुभकामना। झापा गोल्ड कपको ऐतिहासिक क्षणमा
सातौं संस्करणको यो ऐतिहासिक क्षणमा विजेता क्लब मछिन्द्र फुटबल क्लबलाई फेरि बधाई शुभकामना। मछिन्द्र फुटबल क्लबको आगामी वर्ष यस्तै चन्दन र सुन्दर रहोस्, आगामी प्रतियोगिताहरूमा पनि यसै गरी उपाधि जित्न सफल रहोस्। हार्दिक बधाई, हार्दिक शुभकामना। टिम कोच, क्याप्टन, सम्पूर्ण प्रिय खेलाडी साथीहरू, टिम म्यानेजर र अफिसियल सबैलाई बधाई।